म चाहिँ पूजा गर्नको लागि बेलुकीको पूजा हुन्छ अनि चाहिँ सेउला पूजाको लागि खोज्न गएको। यहाँ चाहिँ यो चाहिँ अब के भन्छ, यो जलुको भन्छ होइन, कति राम्रो राम्रो जलुको छ। जलुको खान मन पर्नेको लागि जलुको तिउन यहाँ छ। मैले स्पेसल चिज भेटेको छु एउटा रुखमा, त्यो मैले सुरक्षित गरेर राखिरहेको छु। अहिले म फेरि त्यो देखाउने छु। यार्सा गुम्बा, पूर्वमा पाइने यार्सा गुम्बा, त्यो पनि तराईमा। यो अब मानौँ न, यो मेरो गाउँ चाहिँ तराई नै भन्दा नि हुन्छ होइन, तराईमा भेटेको यार्सा गुम्बा छ। अब म जाँदैछु एउटा चिज, त्यो मेरो पूजा गर्ने ठाउँमा, अब देउता राख्ने थानमा हुन्छ, त्यो खोज्न म यस्तो बाटो जाँदैछु, खोला जाँदैछु होइन। अब जान्छु, त्यो मलाई चाहिने चिज खोजिसकेपछि चाहिँ के गर्छु भन्दाखेरि मैले जुन देखाउँछु भन्दै गरेको चिज देखाउँछु, अभियसली देखाउँछु। त्यो चाहिँ होइन, मेरो भिडियो हेरिसकेपछि नि त्यो केमा प्रयोग हुन्छ भनेर यदि तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरेर सहयोग गर्नु होला। अनि फेरि चाहिन्छ भने म त्यसको प्रेरणा दिन्छु होइन। त्यो चाहिँ एकदम ढिलोबाट हुने हुन्छ। यहाँ हेर्नुहोस्, अब यहाँ यस्तो ठाउँ छ नि, यो मेरो गाउँ है। यो मेरो गाउँमा एउटा छाँगा छ। यो छाँगाको इतिहास छ। म जाँदैछु होइन, मलाई डर लाग्दै भयो नि, म जाँदैछु। अब यो छाँगा यस्तो छ होइन, टक्कै हो सन्याड बगेर। आम्मा कस्तो छाँगा छ यो छाँगा धेरै अर्को छ। यसलाई पहिला लेम्लेमा फल्सी भन्छ। यो लेम्लेमा भनेको समग्र नेपालीले बुझ्ने झाँक्रीको श्रीमती हुन्छ अरे कि। मलाई डर लाग्यो, म यहाँ बस्दिनँ धेरै बेर। अनि झाँक्रीको श्रीमती बस्ने। अनि पहिला धेरै पहिला चाहिँ मान्छे खान्थ्यो अरे कि यहाँनिर। मान्छेको सानो नानीहरू ल्याएर त्यो झाँक्रीको विशेष बान्ताले लेम्लेमा भन्छ। लेम्लेमाले मेरो फेरि कता खुट्टा हल्झ्यो लेम्लेमाले समात्यो थियो मलाई। अनि अब म खोज्नु आएको चिज भेट्न आँटिसकेँ। मैले खोज्न आएको यहाँ पहिरो गएछ, यहाँनिर थियो पहिला। के हो, तर्साउँदैछु क्या मलाई, खडाङ पनि गर्छ। अब म आएको खास चाहिँ अब कहाँ हो भने यता पनि छैन, एकदम त्यो पारि उहाँ पारि छ भने चाहिँ उता पारि यो बनकेरा, ठ्याक्कै बनकेरा जस्तोबाट यहाँभित्र देखिरहेको यो पत्ता, रातो पत्ता छ, त्यो माथिको त्यो खोज्न आएको म त्यहाँ जान्छु। को कराउँदैछ यता? कान्छी दिदी गोठाला आउनु भएको होला। सो के नो प्रब्लम, दिदी चाहिँ डराउनुहुन्न, म चाहिँ डर लाग्छ होइन। म गाउँमा खासै जङ्गलतिर हिँडडुल गर्दिनँ, त्यही भएर मलाई दिउँसो पनि डर लाग्छ गाइज। सो आइएम गोइङ, यो झोडी क्रस गरेर सिधै झोडी क्रस गरेर उतापट्टि ल। अब म यहाँबाट यस्तरी जान्छु अनि उतापट्टि गएर म त्यो जुन मलाई चाहिने चिज काटेर देखाउने छु। त्यति बेलासम्मको लागि धैर्य गर्नु होला। बाटो त फेरि होइन, अब गाउँले जिन्दगी डर लाग्यो भनेर पनि हुँदैन। यस्तो झोडी गाडीमा हिँडेर बाटो हुँदैन है होइन, आफै झोडी पन्साउनु हो, जाने हो। यो चाहिँ बाख्रा र बाँदरहरू हिँडेको होला। आमा छाँगा कस्तो डरलाग्दो फुटिरहेको ढुङ्गाहरू होइन। अब यही माथि टेकेर म जान्छु उता सट्टै। ओहो बाटो त छैन त। अब यता जाँदिनँ म यस्तो पहिरोमा। म फर्केँ। म अब म कहाँ गएँ भन्दाखेरि अब यसरी बाटो भाट्दै पन्साउँदै आमा कहाँ जानुपर्छ यार जिन्दगीमा नि। नजाउँ भने पनि जानै पर्यो। झोडीमा आँट्दै ओ माई मम म साइकलमा आउँछु। अब चाहिँ जे हुन्छ म पुग्न आँटेँ। कता हल्झ्यो? Oh my god. आहा चिलायो। पुगिसकेँ एकदमसँगले होइन, एकदमसँगले म जे खोज्न आएको त्यो ठाउँ पुगिसकेँ।
मलाई चाहिने चिज यही हो। यो चाहिँ मेरो टक टक टक। अब यसरी भएन, मलाई खुकुरीले जानु पर्ने भयो होइन। खुकुरीले कि इच्छामा हान्ने हो। मलाई नै धन्य हानि क्या। अब यो स्वाट एउटा काट्यो। यो मलाई भरे पूजा गरेर जान्छ है। आज मेरो फुल गच ट्याक। अब झोडी झोडी रिटर्न। धन्न बन्थ्यो र झन् कहाँ थियो। यहाँ तल जानु परेन, यहाँथि भेटेँ मैले। फर्की केटा फर्की, म फर्किँदैछु। ओ माई गड। अब ओहो म यो झोडी झोडी आएँ है। मेरो गाउँको जङ्गल यस्तो छ ल। यता घाम लागिरहेको छ, त्यो डाँडा छ है। यता मेरो दिदी तल कता कथालाई गर्दै हुनुहुन्छ, दिदी पराउँदै हुनुहुन्छ। बिस्तारै झर्छु म यहाँबाट। अब त्यो झोडी पनि झर्न नपाउने होइन। बिस्तारै कन्छ बिस्तारी ए लडेर झऱ्यो बिस्तारी। अब दिस इज माई झोडी बाटोको भ्लग। म कता आएँ अघि। अब केटाले जे गर्छ अब गर्छ। झोडी माड्यो। बल्ल सफा जग्गामा आएँ म है। के हो लेम्लेमा छाँगामा लेम्लेमा खेले क्या हो। पानी त धमिलो छ त। वान्स मोर लेम्लेमा छाँगामा फर्केर आइसकेँ म। अब चिलायो। यही हो हाम्रो पूजामा चलाउनु पर्ने। भरे बेलुकाको पूजा हुन्छ, पुर्ख्यौली पूजा। अनि यसलाई थाङ्ग्रे भन्छ है। थाङ्ग्रे सानो तर कस्तो अचम्मको मजाको झर्ना है। यो खोला चाहिँ मुक्तिला खोला हो। भ्युअर्स गाइजहरूको लागि स्पेसल्ली भन्दाखेरि हो सानो मुक्तिला खोला हो। दहीहरू खुप्छ है फेरि यहाँ। यो चाहिँ अब लेम्लेमा बस्ने ठाउँ भएकोले गर्दा लेम्लेमा खोला पनि भन्थ्यो। अहिले चाहिँ लेम्लेमा कट गरेर अब कस्तो डरलाग्दो गुफाहरू पनि छैन यहाँभित्र। यो गुफातिर आमा हेर्दै डरलाग्दो गुफाहरू छ यहाँ। ओ माइ मम, म त जान्दिनँ। त्यसैले भुइँमा फेरि फुल झरेर कति राम्रो आमा भुइँ नै ढाकेको छ है फुलै फुलले। त्यो फुल चाहिँ यसको फेरि स्यारेर फुल झरिसकेछ, नत्र त्यो पाक्कै फुलेको रहेछ। अब चिप्लेर लडिन्छ होला। च्याउ मेउ। अब म यो डाँडातिर जान्छु। त्यहाँ मेरो त्यता पनि काम छ होइन, सरर जान्छु। अब मैले देखाउँछु भन्ने चिज देखाउने बेला भयो है। देखाउने बेला भयो। म यार्स गुम्बा देखाउँदैछु है। यार्स गुम्बा। वेट फर मी, आई सो यु यार्स गुम्बा फ्रम सुनसरी। I saw Yars Gumba from Sunsari. I get from the tree, falling tree. देखिरहनु भएको छ नि मेरो यार्स गुम्बा यही हो। मलाई पूजा गर्न चाहिने चिज चाहिँ यो एउटा, अनि यो एउटा। अब मेरो यार्स गुम्बा यता ट्रान्सफर भयो। यो एउटा होइन। अनि यति चाहिँ हाम्रो पूजामा चाहिन्छ। यतिले पुग्दैन होइन, अरू माथि नै खोजिरहेको छु। यो चाहिँ यता छ। अब म के लाँदैछु भन्दाखेरि यो यार्स गुम्बाको बेर्नाहरू सार्दैछु। त्यो चाहिँ यो रुख लडेको रहेछ अस्ति बर्खामा।
अनि यो रुखमा यहाँनिर थियो, यो नयाँ नयाँ यो छ नि रातो रातो देख्यो, यहाँबाट लिएको। यो चाहिँ लडाएको होइन, यो आफै मक्केर लडेको रुख रहेछ। अनि यसमा चाहिँ यत्तिकै रह्यो भने चाहिँ सकिने कि यसरी मरेर नाश भएर सकिने होइन। अनि यसको काम के हो भन्ने कुरो त मलाई पनि थाहा छैन। अनि थाहा नभए पनि इतिहास हो यो। पहिला हामी सानो सानो हुँदा यस्तो चाहिँ रुखहरूमा धेरै पाइन्थ्यो। अहिले चाहिँ ठुल्ठुलो रुखहरू पनि अब बुढो भएर मर्दै गयो, कति चाहिँ सामुदायिक वनबाट निकासी गरेर सक्यो होइन। अब अन्तिम रूपमा चाहिँ यो रहेछ। अब यसलाई चाहिँ म विस्थापित हुन नदिन पर्यो होइन। यसलाई चाहिँ विस्थापित हुन नदिनु पर्यो। यसरी बेर्नाहरू आएको छ 3 पिस, यसले 4 भयो होइन, 4वटा भयो, यति हो। अनि अब यसलाई चाहिँ म अलग्गै बोक्छु, यसलाई यहाँ बोक्छु होइन। अब यो छ, यो चाहिँ सेटै छ, ठुलो छ, यो लगेर झ्याप्प रोप्ने हो। अनि नेक्स्ट अर्को पिस पनि भएको रहेछ, यतिलाई लगेर रोपेर चाहिँ यो चाहिँ अब म यसको अपडेट दिँदै गर्छु कस्तो हुन्छ। अनि यो चाहिँ खास चाहिँ यार्स गुम्बाको भाइ होइन। यार्स गुम्बाले जस्तै मानव शरीरलाई आवश्यक हुने चिजहरू चाहिँ यसले चाहिँ दिन्छ अरे कि। त्यही भएर अब यसले चाहिँ कस्तो दिन्छ, सबैभन्दा पहिले त म आफै प्र्याक्टिकल गर्छु होइन, प्र्याक्टिस गर्छु, खाएर हेर्छु कस्तो फिल गर्छ। अनि त्यसपछि थाहा हुन्छ नि त होइन, आफ्नो शरीरमा अब डिफेन्ट आएको, जस्तै इनर्जीहरू अलिकति लस भएको इनर्जीहरू ब्याक भयो होइन। अब इनर्जी अझै थप भयो भने त यो त साँच्चीकै रामबाण हुन्छ नि त होइन, अब कमजोरी भएको मान्छेको लागि। त्यही भएर म अझै घर लाँदैछु ल। अनि यो चाहिँ अब टक्क मेरो बारीको रुखमा रोप्छु है। यो मैले यो जङ्गलबाट लगेर मास्न लगेको होइन। यदि चाहियो भने भोलि अरू कसैले मलाई कमेन्ट गर्नु भने म यसको बेर्ना ट्याक्कै यतिबाट यति काटेपछि एउटा बेर्ना उत्पादन भयो। अनि यो जरा छ नि, यो जराले फेरि यसले मुना हान्छ नै होला, विल बी हान्नु सक्छ, आश गरौँ होइन। त्यसैले म लाँदैछु ल। बाँकी अझै भिडियो हेर्नु देखाउन बाँकी छ ल। किप वाचिङ गाइज। फेरि यहाँ हेर्दै गर्दा अचम्मको के बिरुवा देखियो कि, यो तपाईँहरू कसैले चिन्नुहुन्छ यो बिरुवा? वाट इज दिस? म चाहिँ चिन्न सकिनँ होइन। यो पनि चिलाउनेको रुखमै छ है, स्टिल रुखमै छ। अब यो यसकै बेर्ना हो भने त यसको त आउनुपर्ने। अनि यसको दाना हुन्छ नि त, यसको दाना छैन होइन। म यसलाई एकचोटि फेर हेर्छु यो के चिज रहेछ ल। यसको दाना कस्तो छ। यो चाहिँ केही चाहिँ हो होइन, तर यो रुख मर्यो क्या। अब यो रुख मर्यो, अब यसलाई पनि लान्छु म। यसरी लगेर अब मैले ट्रान्सपोर्ट गर्ने न हो होइन, लगेर मेरो बारीमा लगेर बारीको रुखमा ट्याक्क लगाइदिन्छु। मेबी केही चाहिँ हुन्छ अब भोलि गएर है त। सोके गाइस, म अब यो डाँडामाथि चढ्नेछु, यो डाँडामाथि चढ्नेछु। यताबाट माथिबाट फेरि रिभ्यू यो ठाउँ देखाउने छु एन्ड अरू चिज पनि देखाउँछु। किप वाचिङ ब्रो एन्ड सिस गाइज। टङ ट्याङ टिङ 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 टुङ टुङ टिङ 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 टुङ ट्याङ। मैले अब काट्नुपर्ने स्ट्रिट। ओ वाह, साह्रै शीतल जग्गै साथी। जय बजरङ भाइजान। हामफालु केटो। अब गयो बिस्तारै घर गएँ मैले। फेरि यो खोलामा सिस्नो पनि पाउँछ। यो सिस्नो तर चिल्दैन, यसमा काँडा कम छ। अब मैले काट्नुपर्ने चिज म माथि गाउँमा काट्छु। त्योभन्दा अगाडि यो डाँडा चढ्ने छु। यो डाँडा चढेर भन्ने छु कि आउँदैछु, कमिङ भेरी वेल। अब एक्लै जङ्गल हिँड्दा पनि होइन मजा आउने। अब मजा आएर मात्रै गएन, किन हिँडेको भन्ने चिजलाई पनि विशेष कुरो हो। अब टक्क कताबाट जाने भन्दाखेरि टक 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 त्यो माथि रुद्राको रुख। अब यस्तरी होइन, टिक टिक ला 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 ला। जङ्गलमा पनि यति राम्रो फुल फुल्छ नि, सिजनेबल फुलहरू चाहिँ वास्तवमा हरियो वन नेपालको धन पहिला भन्थे। अहिले आएर यसो विचार गर्दा हो कि के हो, जङ्गलमा हेर्नु न यो अजम्बरी झार जस्तो चाहिँ यसलाई पानी लाने सर्लक्क हरियो ब्याक हुन्छ। अब यो मैले यो बिरुवा लिएको रुख
थोरै लामो छ नाउ आइम गोइङ अगाडि है सखाएको रुखहरू पनि आकाशै छुन थालेको छन् अब म सर्र जाँदैछु मेरो दाइको बाँदर रुँग्ने घर बाँदरले अति सताउँछ तिम्रो यादले छटपटाई बिच रात अब कस्तो ठाउँबाट जाँदैछु होइन नि जङ्गलभित्र त क्या खुल्ला क्या होइन सबै देखेँ नि तलसम्म पुरै छ्याङ्गै पारी भित्ता होइन मेरो विवेक भाइको पारी है त्यो चाहिँ होइन यताबाट उता जान्छु उताबाट कता कता जे मुखमा आउँछ शब्द त्यसैको नै भन्छ गीत त्यसैको नै भन्छ गीत अब चाहिँ म मेरो दाइहरूको खेत मेरो जेठा दाइ र माइला दाइ भतिजहरूको खेतमा आइपुगे अब एकदम फेरि माकुराको जालोहरू यति धेरै छ यो खेत हो नि मेरो दाइको खेत देखाउँछु अब सबसे फर्स्टमा यो जेठा दाइको छोरो भतिजको खेत तोरीबारी ओ माइ मम तोरी फुलेर बिजोक रहेछ हौ लु केटो आयो तोरीबारीमा आहा ऊ माथि चाहिँ मेरो जेठा दाइ पानी लगाउँदै हुनुहुन्छ खेतमा सब्जी छ ल त्यहाँ अनि पहिरो ठुलो पहिरो यता निशान डाँडा चर्र गयो त्यो कार्कीबारी भन्छन् पहिलाको माथि गयो यो गुगलमा हेर्यो भने तीर्थ भिर भनेर सर्च गरेर भेटिन्छ यो च्यानडाँडा पहिरो त्यो पहिरो भन्दा यताको जङ्गलदेखि माथिपट्टि गाउँ छ साह्रै राम्रो गाउँ सिरी गाउँ अनि त्यो तल एउटा ठुलै टर्किरहेको बिजुली खम्बा छ है तपाईँ देख्दै हुनुहुन्छ हो यो बिजुली खम्बा भएको चाहिँ सराङ्गे डाँडा है कुन रहेछ पत्ता लगाउनु होला हो आज मेरो तोरीबारी भ्लग चाहिँ यस्तो छ होइन ऊ त्यहाँ माथि आकृति पनि सब्जीमा के काम गरिरहेको छ म आकृतिलाई नि यहीँबाट एक लट देखाउने निदो गरेँ ज्याकेट लगाएर आनन्दले बसिरहेछ लुक लाइक डेडु यो मेरो तोरीबारी भएको चाहिँ जेठा दाइको यता दाइले पानी लाउँदै गर्नु चाहिँ माइला दाइको बारी है त तोरी फुलेर लु मेरो भतिजको खेतमा तोरी यो बिउ तोरी असाध्यै राम्रो होइन एकचोटि त्यो तोरीको फुल लिइदिएको ल चोक्कै मेरो दाइले सब्जी लगाएको छ है अलिकति यहाँ साग र धनियाँ पनि रहेछ ल साह्रै सानो कल्लामा धेरै सब्जी साग पनि हरियो कालो खालको अनि यहाँ चाहिँ मेरो छोरी जत्रै मान्छे नातोले भदाइ नि यहाँ एकदम मेहनती है मान्छे चाहिँ मेहनती हो लट्टे गर्दैछ अब उसले यहाँनिर चाहिँ यसरी मुख लुकायो होइन भरे म यो यसमा तपाईँहरूलाई चाहिँ उसको फोटो एडिट गरेर हालिदिन्छु उसले मुख लुकाइहाल्यो मेहनती केटी हो एकदम राम्रो खालको है लु बुहारी चाहिएमा सम्पर्क नम्बर पनि दिन्छु है म पनि अब खेतको धेरै सिरानमा आइसकेँ मेहनती भन्दा पनि ऊ चाहिँ लाइक मङ्की वर्गको के मान्छेदेखि चाहिँ लुक्ने बाबा आकृति भाइ अब म सारा यतापट्टि लागेँ अब यत्रो भिडियो गरिसकेपछि भिडियो गर्ने मान्छेको घर चाहिँ कुन होला भनेर देखाउनु पर्यो कि यता एकजना मेरो नाति हो यो चाहिँ फेरि प्योर ग्यामर हो फेरि हेलो ग्यामर ब्रो हेलो नोयाङ्स जी
नयाँ फेरि ओभर काम गर्ने एउटा माउ गाई र एउटा बाछा गाई चराइरहेछ अब यो बिसाएर म अझै काट्नु पर्ने छ अनि मेरो फेरि मेहनती एकदम मेहनती बुहारी त्यहाँ पाइप तन्काउँदै तन्काउँदै ल्याउँदैछ मेरो मेहनती बुहारी कता हरायो मेरो घर चाहिँ यो आमाम केरागारीभित्र छ नि बिचरा ख्यालै खाइसकेछ मेरो घर कहाँ छ भन्दाखेरि टक यता निस्किँडा यता मुक्तिला माझामा मेरो घर अब केटोले चाहिँ यहाँ चाहिने सेउला काट्छ चाहिने कुराले अब मलाई चाहिने यही भएकोले गर्दा त्यतिकै अलिकति धेर पनि पर्दैन होला भन्छु नि हौ वारी जमुना तिते फुल फुल्न लाग्यो है हो तिते फुल यो रातो फुल्छ साह्रै मिठो हुन्छ है चोकलेटले खाने हाम्रो साह्रै मेहनती प्यारी बुहारी नोयाङको आमा भन्ने मान्छे उहाँ नै हो सिँचाइको लागि पाइप अब हेडलाइनमा चाहिँ बुहारीलाई नै देखाउनु पर्यो आजको कन्टेन्टमा चाहिँ यस्तै छ है दुःख मन नगर्नु फाइनल्ली भ्युअर्स म चाहिँ मेरो घर आइपुग्न लागेको छु मेरो घर छेउमा बारी छ बारीमा साग छ सागले के माग्छ म साग पनि देखाउँदैछु अब मेरो बारी स्टार्ट भयो यहाँबाट मेरो घर चाहिँ त्यहीँ छ ल अब बिस्तारै यहाँबाट मलाई अहिले थाम्छ नि थाम्छ लडी झऱ्यो नि त अब वान्स मोर रनिङ हान्छ है कान्छ फेल भयो नि त लडी झऱ्यो नि त होइन फेरि एकचोटिमा सकिनँ दुईचोटिमा सकिनँ तीनचोटिमा सकेँ यो चाहिँ पकाउने बिउ साग है मेरो घरको पकाउने बिउ साग हो यो एन्ड देन मसला खाने लसुन यो लसुन भएपछि यो माथिल्लोमा देखिएको चाहिँ नि ट्याक्क देखाउँछु म नजिकै गएर यो हरियो खानालाई मटर अनि होइन ट्याक्क अब त्यो तल्लोमा यति बिउ साग त्यसपछि पर फेरि तोरी अनि यहाँ फेरि स्टार्ट बिउ साग अनि त्यसपछि यहाँ चम्सुर थियो हिजो यो खलेर बेचिसक्यो अब अलिअलि रहेको अझै छ यहाँ माथि सागहरू छ उखुहरू छ यहाँ मेरो पुरानो सुँगुरको र अहिले सुँगुर छैन त्यो टोइलेट बाथरुम एन्ड देन अलिकति बचेको चम्सुर यहाँ छ बिउ साग त्यहाँ छ अनि हिउँदे मकै पनि छ पर त्यो हिउँदे मकै चाहिँ आज गोडिसकेको छ मलाई आज मकै गोड्नु सघाउने ईशा नाम गरेको मान्छे उसको घरमा बसिरहेछ ऊ त्यो पर बस्ने ईशा हो त्यसपछि फेरि अर्को लसुनबारी बोडीबारी मिस ईशा मलाई बिल्ला हान्दैछ सोके पुरानो टोइलेट नयाँ टोइलेट 18 मुखे रुद्र कोबोट कोलड काट्यो पिल्सेछ बाथरुममा के गरेछ क्रिस्टिना के गरेछ
यहाँ ए नुहाइदिँदो रहेछ ल ठिकै छ त्यति मात्रै